आज पहिलो दिन गहुँ चुटेर होला, अलिकति गहुँ चुट्दाखेरि पनि हात यति रातो हुन्छ भने। सो हेलो साथीहरू, सबैलाई स्वागत छ मेरो छोटो मिठो ब्लगमा। आई होप तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै नै छु। आजदेखि चाहिँ हाम्रो काम सुरु भइसकेको छ। आज चाहिँ यति धेरै गहुँ चुट्नु छ मलाई। अब हातको 12 चाहिँ मजाले बज्ने भयो अनि एकछिनलाई चाहिँ म खाना खानु बसेँ। खानासाना मजाले खाइसकेपछि लागिहाल्यौँ हामी चाहिँ गहुँ चुट्न। म भन्दा पहिला चाहिँ भाइ बहिनी चाहिँ चुट्न लागिसकेको थिए। त्यसपछि चाहिँ म गएर भटेकी भटे गाउँको चाहिँ एकदम हालत निकालिदिए। आफ्नो हालत पनि त्योभन्दा धेरै नै बिग्रियो। के गर्ने, काम नगरेर केही पनि हुँदैन, बसेर काहीँ पनि खान पाइँदैन, जसरी पनि काम गर्नै पर्दो रहेछ। आजभोलि भिडियो पनि के हाल्ने भन्ने जस्तो लाग्छ, तर मैले चाहिँ डेली भिडियो हाल्ने च्यालेन्ज गरेको छु। अब केही न केही भिडियो चाहिँ हाल्नै पर्छ डेली। तपाईँहरू पनि कमेन्ट गर्न सक्नुहुनेछ म कस्तो खालको भिडियोहरू ल्याउँ र तपाईँहरूलाई कस्तो मनपर्छ। म च्यालेन्जहरू पनि भिडियो बनाउँछु, तपाईँहरूलाई जस्तो मनपर्छ त्यो चाहिँ कमेन्ट गर्नु होला। म सक्दो प्रयास गरेर भिडियो जसरी पनि तपाईँहरूको सामुमा पुर्याउने कोसिस गर्छु। तपाईँहरू मात्र कमेन्ट गर्नु होला कस्तो खालको भिडियोहरू मनपर्छ र कस्तो खालको च्यालेन्जहरू भिडियो बनाऊ। तपाईँहरू चाहिँ यसो कमेन्ट गरिदिनु होला। अनि मैले चाहिँ गहुँ चुटेर हात चाहिँ यस्तो रातो भइसकेको थियो। आज पहिलो दिन भएर होला एकदमै हालत खराब भइसकेको थियो अनि भोक पनि लागिरहेको थियो। अब केही न केही खानु पर्यो भनेर भात पनि थिएन घरमा चाहिँ। अलिकति मैले चाहिँ सामान राखेको थिएँ खानेकुराहरू आफ्नो पेटीमा, त्यही निकालेर आज चाहिँ भोक मेटाएँ। आजको लागि यति नै। भेटौँला अर्को ब्लगमा। राधे राधे।